आज फेरि तपाईँ सामु लिएर आएको छु मैले एक चिज टाइपको रेसिपी र यसको लागि चाहिँ मैले ड्राई इस्ट लिएको छु 1 टेबलस्पुन, वार्म वाटर 1 कप अनि अलिकति सुगर, अलिकति सल्ट हालेर चाहिँ मजाले फर्मेन्टेड गर्नु छोडिदिने र हेर्नुहोस् त इस्ट एकदमै राम्रो र अब चाहिँ मैदामा मजाले गुन्ने यस्तो खालको गुन्नुपर्छ कि गिल्लो होस् कि तर हातमा चाहिँ नलागोस् है। र अब चाहिँ यसलाई छोपेर राखेपछि हाफ एन आवरमा हेर्नुहोस् त मेरो डो यस्तो मजाको स्पन्जी भयो। अनि फेरि एकपल्ट मजाले गुनेर चाहिँ अब हेर्नुहोस् त टाइपोको डो चाहिँ एकदमै रेडी भयो र अब चाहिँ बनाउँदैछु मसला जो चाहिँ टाइपोभित्र हाल्ने र मसलाको लागि चाहिँ मैले लिएको छु अनियन, क्याबेज, सोयाबिन अनि धेरै मात्रामा जिन्जर है अदुवा र यसलाई मजाले चलाएपछि चाहिँ सल्ट र अजिनामोटो हालेर चाहिँ माथिबाट चिज हालेको र मसला एकदमै रेडी भयो र अब चाहिँ मजाले बेल्ने बेल्दाखेरि चाहिँ न पातला न मोटो र माथिबाट मसला हालेपछि चाहिँ बोइल गरेको एगलाई टक्क राखिदियो भने चाहिँ हेर्नुहोस् त एक चिज टाइपो रेडी हुन्छ र यसलाई चाहिँ 15 to 20 मिनट्स स्टिम गरेपछि रेडी टु इट। र आज चाहिँ मैले यसलाई सर्भ गर्दैछु ग्रिन चटनीसँग र ग्रिन चटनीको रेसिपी चाहिँ कतिजनाले भन्नुभएको थियो सेयर गर्नु भनेर मैले अलरेडी बनाएर हालिसकेको छु फेसबुकमा, तपाईँले चेक गर्नु सक्नुहुन्छ हो। र आजको यो रेसिपी मन पर्यो भनेर आशा गर्दै फेरि भेट्नेवाला छु नयाँ रेसिपी सिरिजमा। भिडियो मन परेमा लाइक, सेयर, कमेन्ट गरेर जानुहोस् होला। बाई गाइज, टेक केयर एन्ड लभ यु अल।